नमस्ते अनि वेलकम ब्याक टु माई न्यू भिडियोमा साथीहरु फेरि पनि स्वागत गर्न चाहन्छु। आई होप कि हजुर एकदमै सन्चै हुनुहुन्छ भने आफैसँग म पनि एकदमै सन्चै आरामै साथीहरु उठिसकेको छु। अब उठेर चाहिँ अब के गर्दैछु भने चिया पाक्दैछ, चिया पुराउन जानु पर्ने हुन्छ अनि तातो पानी यहाँले मैले रेडी पारिरहेको छु। अब यो तातो पानी चाहिँ सुरुप पखाल्नु पर्छ। तातो पनि यति तातो भइसक्यो साथीहरु, यति तातो भइसक्यो के भन्नु र। तातो पनि ओभरै तातो भइछ यार। अनि चिया पनि पाक्दैछ साथीहरु। अनि मैले सारा काम राति गरेर सुत्छु क्या, ग्यास सफा सुपुर यताउति घर सफा सबै मेरो चाहिँ राति गर्नु पर्ने हुन्छ। मैले सबै राति गरेर सुतेको हुन्छु अनि बिहान चाहिँ अलिकति उठ्नु ढिलो हुन्छ नि त। अब हिजो त बजारको दिन पर्छ अनि बजारको दिन भयो भने झन् ढिलो उठिन्छ कि। अनि त्यही हो, अब चाहिँ काम धन्दा गर्छु। चुला लिप्छु पहिले, सुरुमा चाहिँ चुला लिप्नु छ क्या साथीहरु। मेरो चुला लिप्नु पर्छ, पानी चाहिँ पहिले पिइहाल्नु पर्यो क्या। अनि चिया चाहिँ पाक्दैछ साथीहरु मेरो चाहिँ। यहाँ चिया पाक्नु आँटिसकेको छ हैन। अब चिया पाक्छ अनि म चाहिँ जान्छु साथीहरु पसलतिर। अनि पसलतिर जान्छु अनि म चाहिँ चुला लिप्नु पर्ने हुन्छ। पानी पनि यति तातो भइसक्यो, यति तातो कुरै नगर्नु क्या। हिजो चाहिँ पानी पर्ला भनेको साथी, तर पानी नै हिजो चाहिँ परेन यार। पानी नै परेन, के गर्नु साथीहरु। पानी पर्छ कि भन्ने धेरै ठुलो आशा गरेको थिएँ, पानी परेन साथीहरु। तर अब चाहिँ म चिया पुऱ्याएर आउँछु साथीहरु। अब साथीहरु अब चाहिँ बोडीको सब्जी पकाउन जाँदैछु। बोडी र आलु 3 जनालाई काफी हुन्छ। अनि यहाँ मेरो चिया पनि पाक्दैछ क्या, चिया पनि पकाउँदैछु नि त। चिया म आज लाल चिया नै पिउन आँटेको साथीहरु। हेर्नु लुगाहरू सुँगुरा चारो पकाउने भएर मैले चाउचाउ बनाइदिनु पर्यो दुईटा, एउटा छोरालाई। बेग बन्नु निम्ति त बनाए साथीहरु, तर अस्ति मैले मटरै भिजाउनु बिर्सेँ। अस्ति एकचोटि चाहिँ खायौँ अनि त्यहाँबाट चाहिँ खाएको छुइनँ। मटर र आलु बनाउनु पर्छ कि, तर मटर उयो छैन। चना मटरहरू भिजाउनु बिर्सेँ क्या हिजो राति चाहिँ। थाकेको हुन्छ अनि भोलि के पकाउने कसो पकाउने भन्ने दिमागमै आउँदैन क्या। डर लाग्छ तिम्रो मेरो। अब चिया पिउने साथीहरु, लाल चिया पिउने आज त। दुध चिया दुध चिया पिउनु त मजा आउँछ कि, तर साथीहरु तर के गर्नु, एउटा टमाटर हाल्नु पर्यो, मन पराउँदैन छोराले। एउटा टमाटर पनि हाल्नु पर्यो। गाह्रो छ नि। तेल खलिरहेछ, तेल खलिरहेको छ साथीहरु, तेल खलिरहेको छ। एउटा चाउचाउ बनायो भइहाल्छ मेरो छोरालाई। पाक्दैछ साथीहरु। चिया पनि पिउनु पर्छ, सेलाइहाल्छ नत्र भने। आरामले बसेर चाहिँ खानु पाएन है साथीहरु। चाउचाउ एउटा खानु पर्छ। कस्तो पर्छ यो
तोरीको तेल अब घरकै तोरीको तेल हालेपछि यस्तो फटाटा पड्किन्छ यार, म त बोक्नु सुर्छ। घरकै तेल चाहिँ खाँदैछौँ क्या तोरीको अहिले चाहिँ हामीले। अनि के भन्छ कति छिटो सक्यो जस्तो लाग्छ यार मलाई त साथीहरू। पानी हालिदिनु परोस्। पानी पनि हाल्दै अब चाहिँ यो मसला काटेर हाल्नु पर्यो। कस्तो काटिँदैन हौ। खाजा रेडी हुनु आँट्यो साथीहरू। पिउने हो साथीहरू। आलु छिल्नु पर्यो। आलु र बडी खाने। यो आलु फेरि यति मिठो छैन, गाउँको भन्दा मिठो छ यो आलु। मजाले फ्राई पनि हुन्छ। कस्तो गर्मी है। काम त सबैको यस्तै हो। बिहान है खाली बस्नुहुन्न क्या, हामी काम गरिरहनु पर्छ। खाली बस्यो भने चाहिँ हाम्रो दिमागमा शैतानको उयो बस्छ, हाम्रो दिमागमा नेगेटिभ सोचहरू आउँछ। त्यही भएर काम चाहिँ गरिरहनु पर्छ। तपाईँले काम सक्यो मेरो भनेर खाली बस्नुहुन्छ नि, तपाईँको दिमाग के सोचहरू आउँछ। त्यही भएर हामी काम गरिरहँदा हाम्रो शैतान दिमाग पनि हामीसँगै काम गरिरहेको हुन्छ क्या। त्यही भनेर अरू कुराहरू सोचमा आउँदैन। जब तपाईँ खाली भएर चुप्पो लागि बसेर आराम गर्नुहोस् त तपाईँको दिमागमा कति थोक कुराहरू आउँछ तपाईँले नोटिस गर्नुभएको छ? चारवटा आलुले जति हुन्छ। ल फाइनली साथीहरू अब खाजा पनि पाकिसकेको छ। अब मेरो छोरालाई बोलायो अरे खाजामा पनि जानुपर्ने छ आज साथीहरू। सायद अब बिहेमा पनि जान्छ कि जान्न थाहा छैन होइन, किनभने अब पसलले मान्छे भएपछि टुङ्गो हुँदैन। भरे अब जानु पाउँछ। नुहाइ पनि गरिसकेँ होइन। मलाई कति राम्रो देखेछ, म नुहाएपछि यति राम्रो हुन्छु क्या, चटक्कै परिहाल्छ क्या साथीहरू। अनि खानासाना पनि खाएँ साथीहरू। अनि नुहाइ पनि गरेँ होइन। अनि गरेपछि अब चाहिँ पसलतिर पनि जानुपर्ने हुन्छ। अनि मेरो सुँगुरलाई चारो सारोहरू पनि मैले पकाइसकेको छु। अनि अब चाहिँ के भन्छ पसलतिर लाग्नुपर्ने हुन्छ साथीहरू। अनि चाहिँ क्या मलाई चाहिँ कतिजनाले चाहिँ यो लुगा किन लगाएको, यति राम्रो लुगा भनेर भनिरहनुहुन्छ क्या, दिदीहरूले सबैजनाले पनि मलाई भनिरहनुहुन्छ क्या। अनि म चाहिँ कस्तो लाग्छ भने अब लुगा भनेको साँचेर राख्यो भने, किनभने अब यो के भन्छ साङ्रो पनि हुन्छ, मोटाइन्छ, दुब्लाइन्छ, अनि खोकुलो हुन्छ, राम्रो देख्दैन क्या लुगा। अनि त्यही भएर म त अब लुगा भनेको चाहिँ साँचेर राख्दिनँ क्या। मेरो बानी चाहिँ त्यो छ क्या। म चाहिँ नयाँ भेट्यो भने नयाँ लगाइदिइहाल्छु। अनि अब फटेकाइ जानु पर्यो भने अनि किन्यो अनि लायो, त्यस्तो खालको बानी चाहिँ मलाई चाहिँ थुपाएर राख्नु मन पर्दैन नि त लुगाहरू। कतिजनाले मलाई भन्नुहुन्छ अर्को त्यो मेरो अर्को खैरो खैरो कलरको दिदीले दिनुभएको थियो, त्यो पनि कति मन पराउनु भयो सबैजनाले। मेरो माइतको बहिनीले पनि मन पराउनु भयो कि। अनि त्यहाँबाट त्यो लुगा मलाई पठाइदिएन, त्यस्तो खालको पठाइदिएन भन्दै थियो। अब एक दिनको आज बुवा भोलि जानु हुँदैछ, भरै जानु हुँदैछ, अनि त्यति बेला पठाइदिए भन्छ। अनि मैले भनेको इन्डियामै सस्तो हुन्छ प्रायः जसो लुगा त भनेर मैले भनेको थिएँ कि बहिनीलाई। अनि बहिनीले चाहिँ भन्दै थियो उहाँ सस्तो पाउँछ नि त, नेपालमा चाहिँ सस्तो पाउँछ नि त भनेर भन्दै थियो। सस्तो त होइन, उस्तै हो, तर उल्टै इन्डियामा चाहिँ सस्तो पर्छ जस्तो मलाई लाग्छ क्या। अनि लगाइहाल्छु म चाहिँ, लगाइहाल्छु। अनि फेरि त्यो लुगा चाहिँ हेर्नु न साथीहरू, कोक्रोचले क्या त्यही
त्यो कुर्तामै दुलो पारिदिएको छ क्या। अनि हेर्नु न लुगा पनि फेरि नयाँ नयाँ जुन चाहिँ नयाँ लुगा त्यसलाई नै दुलो पारिदिन्छ क्या कक्रोचले पनि। पहिले पनि मैले एउटा कालो सुरुवाल किनेको थिएँ 500 550 मा सुरुवाल किनेको थिएँ। त्यो सुरुवाल पनि होइन दुलो पारिदिइहाल्यो। फेरि मैले बिर्सेँ क्या, मेरो बानी साह्रै नराम्रो छ, बाथरुममा लुगा थुपाएर राख्ने बानी चाहिँ मेरो साह्रै ब्याड बानी छ क्या। अनि त्यही भएको कारणले गर्दा लुगा पनि पुरानो लुगा चाहिँ खाँदैन रहेछ, साङ्लेले पनि नयाँ नयाँ लुगा खाँदो रहेछ कि साथीहरू। अनि तपाईँहरूले चाहिँ बाथरुममा लुगा राख्दै हुनुहुन्छ भने चाहिँ नराख्नु है, सतर्क हुनुहोस्। किनभने म त काबुई भइसकेँ, मेरो बानी नै छुट्दैन। अबदेखिबाट म चाहिँ राख्दिनँ। एकदम नयाँ नयाँ लुगाहरू सबै खाइदिइसकेछ। अनि मलाई अचम्म लाग्छ। अनि त्यही भनेर अब चाहिँ म राख्दिनँ बाथरुममा साथीहरू। अनि मैले चाहिँ सिन्दुर पनि लगाइसकेको छु। प्रायः जसो नेपालको मान्छेहरूले चाहिँ सिन्दुर लाउँदैन क्या, होइन, प्रायः नै जसो मलाई चाहिँ लाग्छ। कति प्रायः धेरैजनाले चाहिँ लाउनु हुन्न सिन्दुर जस्तो लाग्छ। मैले चाहिँ के भन्नु चाहन्छु भने सबैजनाले सिन्दुर लाउनुहोस्, किनभने सिन्दुर भनेको पहिचान हो। अनि अब चाहेर पनि सिन्दुर कसैले पनि लाउनु सक्दैन होइन भन्नु त साथीहरू। तामाङहरूले सिन्दुर लाउँदैन, क्रिस्चियनहरूले लाउँदैन, उयो मुस्लिमहरूले लाउँदैन, हामी हिन्दूहरूले त सिन्दुर लाउने हो। अनि त्यो पाएको सिन्दुर चाहिँ म चाहिँ लाउँछु। मलाई चाहिँ मजा लाग्छ सिन्दुर लाउनुलाई, अनि म चाहिँ लाउँछु। हामीले अब सिन्दुर कहिले नलाउने हो भनेपछि हामीहरू जब हाम्रो बुढा हुँदैन, हाम्रो बुढाहरू हामीसँग यो संसार छोडेर जानुहुन्छ, जब हामी यो बुढा हाम्रोसँग साथ हुँदैन, तब मात्रै हामीले माग खाली राख्ने हो। अनि यो मागमा सिन्दुर नलाउने हो क्या। नत्र भने त अनिवार्य हामीले चाहिँ सिन्दुर चाहिँ लगाइराख्नुपर्छ। जब हाम्रो साथ छुट्छ नि, हाम्रो बुढाहरूको साथ हुँदैन, अनि मात्रै सिन्दुर नलाउनु। प्राय त्यो पनि फेरि डिभोर्स भएर पनि कति प्रायले सिन्दुर लगाइ पनि राखेको हुन्छ, किनकि बुढा त जिउँदै छ नि त, जे भए पनि डिभोर्स भए पनि होइन, उसले अरूसँग बिहे नगरिन्जेल त लाउँछ क्या। हो त्यो हाम्रो हिन्दू धर्ममा चाहिँ हो त्यस्तो मानिन्छ साथीहरू भन्दै। अब ढङढङेकोमा पनि धेरैजना साथीहरूले बोलाइराख्नु भएको छ मलाई चाहिँ। अब बजारको दिन पर्यो, अनि बजारको दिन परेपछि चाहिँ खाँची काहीँ पनि जानु पाइँदैन। अनि अब रिसाइरहनु भएको छ, आउँदैनौ, तिम्रो घरमा मात्रै आउनुपर्छ दसैँ चाडबाड खानुलाई, हाम्रो घरमा चाहिँ आउँदैनौ भनेर माइतीहरू धेरैजना रिसाउनु भएको छ। अनि म चाहिँ बेलुका जान्छु। अब सबै घरमा जानु नभए पनि अब गयो भेट्यो गरेर मात्रै आउनु पर्यो। सबै घरमा खानु चाहिँ सकिँदैन साथीहरू। आमामा यति यति धेरै धेरै दिन्छ नि फेरि, आमामा खानै सकिँदैन क्या साथीहरू। फेरि एउटा दुइटा घर होइन 6-7वटा घरमा बोलाउँछ एक दिनमा, कसरी खानु सक्नुहुन्छ भने त जानु त सकिँला अरे होइन, 10 मिनट 5 मिनट बसेर आउँला, तर खानु चाहिँ सकिँदैन। अनि खाएन भने रिसाउनुहुन्छ क्या उहाँहरू चाहिँ। अनि अब हाम्रो चण्डी पूर्णे पनि आइसकेको छ साथीहरू। अब वैशाख 29 गते हाम्रो चण्डी पूर्णे हो। अनि चण्डीपुरमा सबैजनालाई स्वागत गर्न चाहन्छु। हाम्रो किर्तिपुर यहाँ नेपाली स्कुल बालकर्णा स्कुलको के भन्छ ग्राउन्डमा हाम्रो चाहिँ साकेलाको उयो साकेला हुनेछ। हजुरहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु एडभान्समा होइन भन्दै आजको भिडियो यही सकाए साथीहरू। फेरि पनि नयाँ भिडियो लिएर आउनेछु। न्यू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब लाइक गर्नुहोस्, मन पर्यो भने लाइक गर्नुहोस्, नमन पर्यो डिसलाइक गर्नुहोस्, अनि अनसब्सक्राइब पनि गर्न सक्नुहुन्छ। मन पर्यो भने मात्रै सब्सक्राइब गर्नु भन्न चाहन्छु। र आजको भिडियो यही सकाए साथीहरू। अब चाहिँ म एकछिनमा चाहिँ लाइभ आउनेछु। हजुरहरू पनि मेरो युट्युब लाइभमा आउनु सक्नुहुनेछ। हजुरहरूसँग गफगफ गर्न सकिनेछ। अब ब्लगमा त गफगफ गर्न सकिँदैन, लाइभमा हो साथीहरू। सबैजना लाइभमा जोडिनु सक्नुहुनेछ। अब चाहिँ म एकछिन 12 या 11:30 बजीतिर चाहिँ म लाइभ आउनेछु। सबैजना आउनु होला भन्न चाहन्छु। बाई बाई। फेरि न्यू